ल चटपट खाइयो कति भयो अब यो घरका लागि त लग्नु पर्यो अनि गाउन मन र सुन्न मन त एकदमै हुन्थ्यो हजुर अब पहिला जस्तो भए त अब ती कमला घिमिरे आइसा गौतम जस्तै भइन्थ्यो होला हो जमाना त्यति बेला दिन उमेर गइसक्यो अब अहिले चम्केर के भने गिराउन रहेछ ए छोडी यो पिरो कति गराउने हो पिरो ठिक गराइदिनु तपाईँ त कलाकार क्षेत्रमा जाने मान्छे यता आउनुभएछ मैले गाउँदा जान्छन् उठेर जुरुक्का कति साह्रै बनायो फुरुक्का भनिरहेको छु त हामी होइन फुरुक्क बनाएको त होइन ल है भालु पहाडमा आयो हामी चाहिँ आज चटपट खानुपर्छ है उतापट्टि हिजो यतापट्टि खाइयो होइन आज त्यो पल्लोपट्टि खाम न दिदीकोमा दुख्यो हो दिदी नमस्ते हजुर आरामै हुनुहुन्छ आज हामी चटपट पनि खाने गीत पनि सुन्ने भनेर आइएको छ के अरे हो दिदी मैले के गीत जानेछु र तपाईँले त खतरा गीत जान्नुभयो रहेछ कहिले सुन्नुभयो मैले सुने तपाईँको गीतहरू मैले गाउन आउँदैन के को नआउनु ढाँट्नु भयो होइन आउँदैन के भयो आज अलि केही नि भएन गाउन आउँदैन भने कति मिठो गाउनुहुन्छ तपाईँ त कलाकार क्षेत्रमा जाने मान्छे यता आउनुभएछ मैले गाउँदा जान्छन् उठेर जुरुक्का कति साह्रै बनायो फुरुक्का भनिरहेको छु त हामी होइन फुरुक्क बनाएको त होइन साँच्चै भनेको यो पिरो कति गराउने हो पिरो ठिक गराइदिनु मिठो बनाउनुहुन्छ अरे भन्ने सुनेको छु त्यसो भन्दा मेरो मन छुन्छ चटपट कस्तो चाखेसी थाहा हुन्छ चाख्ने भनेर आएको हो चाखेसी थाहा हुन्छ गीत गाउने चटपटे बनाउने दिदी त फेमस हुनुहुन्छ खाना भालुपाडमा आएको स्न्याप बनाऊ चटपटे खाएको भनिरहेको छु त अब गीत सुन्ने कति बेला भन्नुहोस् खोइ अब के गीत तपाईँले रिप्लाई दिने हो कलाकार हुनुहुन्छ कि उहाँ त्यही भएर सुन्न आउनु हो हजुरले कलाकार हो रिप्लाई दिन त सक्दैन हेर्नु सवाल जवाब हजुर कलाकार मान्छेले रिप्लाई दिन सक्दैन अरे दोहोरी गीतहरू आउँदैन नि आउँछ नि पहिला हजुरको सुन्नु पर्यो मलाई त आउँदैन बरु आज गीत नसुनिकन गएन मैले त हल्का रमाइलो गरेको मलाई आउँदैन त्यस्तो गीत गाउन आउने भए म त्यही रमाइलो गर्ने त अगाडि दुई दिनको दिन गएँ अलि कलाकार चाहिँ होइन त के अरे दिदी त कलाकारै हुने मान्छे हो म त कहाँ हुनु होइन त्यस्तो उनै छैन प्रतिभा हुनुपर्छ कति धेरै अब भोइस हुनु पर्यो सबैको पर्नु पर्यो चोइसमा भोइस पनि हुनु पर्यो होइन आउँदैन त त्यति त्यति आउँदैन रमाइलो मात्रै गर्ने आधी खोला उर्लेर आयो आउनी थिन चटपटले बोलायो बोलायो नि चटपटीले खाम भनेर यसो दिदीको सुनिन्छ कि एउटा गर्मी भयो लाको छ खटपट हे चाख्नुहोस् न त कस्तो छ चटपट हे आधी खोला उर्लेर आयो आउने थिएन मायाले बोलायो अर्को जस्तो अब यता दोहोरी कलाकार दोहोरी चाहिँ मलाई आउँदैन कि यसो दिदीलाई चाहिँ यसो जिस्काएको मैले दोहोरी गाउन चाहिँ आउँदैन मलाई यसो सिङ्गल गीतहरू यसो कहिलेकाहीँ गाइन्छ ल एउटा हजुरलाई मनपर्ने गीत सुनाइदिन्छु ल होइन तपाईँले गुनगुनाउने मनपर्ने गाउनु न त आँखाभरि आँसु छ दौडे नन स्टप पोखराबाट हेर्नु त
कति सुन्ने भयो डाँडा र पाखानी धुलोले होला रातै छ खानी डाँडै फुल्के सालो ए मायाको गाउँ त चिने घर चिन्नै सकिन हो कि पल्लो जति नि छन् त गीत होइन कति राम्रो गाउनु नि कस्तो मिठो गाउनुहुन्छ तपाईँ त यो बोली चाहिँ मिठो छ शान्त किन आउँछ राम्रो अनि स्याङ्जाली कम हुन्छ नि त ए स्याङ्जाको घर कहाँ हजुरको पर पर जाऊ ए भेट्यौ तिमीले म भन्दा उही राम्रो उतै बस उतै माया ए मैले त रेकर्ड गरेँ भनेको त हँसाउने खालेको जम्मा जम्मा छौदारी पालेको भइगयो नि पर पर जाऊ ए भेट्यौ तिमीले म भन्दा उही राम्रो हे उतै बस उतै माया लाऊ खतरा रहेछ भोइस त रेकर्ड गराइदिन पर्ने हो दिदीको रेकर्ड गराइदिन पर्ने भयो गीत हजुरलाई गीत त गराउनु पर्ने दिदीले है बसेर गर्नु न चाहिएछ त्यति राम्रो छैन भो भइस भो भइगयो नि पर पर सरी ए भेट्यौ तिमीले म भन्दा उही राम्रो हे उतै बस उतै माया लाऊ चटपट झन् कति मिठो होला अब खाँदैछौँ गीत त साह्रै मिठो ल आउँछन् मान्छे त कहाँ सधैँ एकनास त कहाँ हुन्छ र व्यापारमा हानी हो स्याङ्जाली त टुक्काको खानी हो माया रहेछ अर्कैको नासो माया लाम्भने कताकै मन कान्छ ए छोडी जाम भने ए त्यत्तिकै बस्न साह्रै नै बोर हुने स्याङ्जालीको साह्रै मिठो स्वर हुने माया यता नि सिके जस्तो छ नि दोरी गाउन अर्कैको नासो माया लाम्भने कटाकै मन खान्छ छोडी जाम भने दिदीसित बस्ने नि सिक्छु कि हो यसमा लाग्ने नि फेरि गाउँदा गाउँदै सिकिन्छ ल सिकेर जाउन बदोरी सिकेर अर्कैको नासो माया लाम्भने कताकै मन खान्छ ए छोडी जाम भने अहिले चाहिँ हामी यो भालु पहाडको यो राम्रो यो के भन्छ ठाउँमा होइन एकदमै यो पोखरा जाने बाटोमा होइन र यहाँ चाहिँ चटपट खाइयो काँक्रो पनि खाइयो होइन र अब एकछिन अब चाहिँ आफ्नो गन्तव्यतिर लाग्नुपर्ने हुन्छ गुल्मीदेखि पोखरा गएर फेरि पोखराबाट फर्किँदै गर्दा बिचमा चाहिँ के सुन्यो मिठो मिठो चटपट र हरियो काँक्रो पनि खाइयो यता पारिपट्टि चाहिँ पुरा यता टिकटक बनाउन व्यस्त छन् मान्छेहरू होइन फोटो खिच्न ल हेर्नुहोस् है त स्याङ्जा गुल्मी स्याङ्जाकै सिमाना माया लाम्भने एउटैको नासो माया लाम्भने कटाकै मन कान्छ छोडी जाम अब जानै पर्यो नि दिदी अब हामी छोडेर जानै पर्यो नि दिदीलाई फेरि आउँछौँ फटफटे फेरि खाउला चटपटे माया लाम्भने अर्कैको नासो माया लाम्भने कटाकै मन खान्छ छोडी जाम भने ल चटपट खाइयो कति भयो अब खोलामा प्याक गरेर ए लान्छन् नि झोलामा यो घरका लागि त लग्नु पर्यो नि होइन घरकालाई लगिदिनु पर्यो होइन दिदी भएन नि त बिहान कति बजी आउनुहुन्छ दिदी अब चिसो हाल्छ पर्दैन पर्दैन
मन खान्छ छोडी जाम भने ल दिदीलाई शुभकामना अब चाहिँ हामी लाग्छौँ है त दिदी ल हजुरको प्रगति होस् धेरै धेरै होस् हजुर हजुरको नि च्यानल छ च्यानलहरू छ च्यानल नाम के हो हजुर राजेश सेन टिकटकमा राइसेन टिकटकमा पनि आउँछ फेसबुकमा पनि आउँछ अरूको पनि उहाँ त फेमस भइसक्नु भएको के यसो फेमस भयो भने त सर्च गरी हेरौँला भने हेरकै कनासु माया लाम भने कटकै मन खान्छ छोडी जाम भने ल हेर्नु होला अब यसो साथीहरूले मलाई पनि सपोर्ट गरिदिनु होला त्यही भन्न चाहन्छु सबजनाले अब चिन्नी नचिन्नी सबैजनाले गरिदिइहाल्नुहुन्छ नि ल लाइक कमेन्ट सब्सक्राइब जे गरिदिनु गर्न मिल्छ हैन दिदी हजुर कुरालाई मिल्छ हजुरलाई पिरो कति राखौँ साह्रै मिठो गरेर नुनियो चलाउ चटपटे त त्यही त चाहिरहेको मान्छेलाई कोहीलाई मन पर्छ कोहीलाई सुन्ने दर्शक चाहिँ सबैलाई गीत गाउन आएकोले सुन्छ त्यही त कोहीले सुन्नु पर्यो कोहीले गाउनु पर्यो नाच्नु पर्यो हैन आफ्नो आफ्नो प्रतिभा देखाउनु पर्यो हो मादल ल्याएर चाहिँदैन मादल जानु पर्यो दिदी कति भयो हाम्रो यसो एउटा चटपट काँक्रा पानी त होइन हैन 120 भयो ल मिठो खुवाउनु भयो धेरै धेरै धन्यवाद है दिदी ल घमण्डीलाई कसैले भन्दैन मिठोलाई त नमिठो भन्दैन माया लाम भने अर्कैको नासो लाम भने कटक्कै मन खान्छ छोडी जाम भने हेर्नुहोस् त म त यहीँ पर्फेरुनीमा दोहोरी गर्न क्या र भयो तपाईले नि अलिअलि त गाउनु हुन्छ अलिअलि न यहीँ सिक्ने भर्खरै कता हुनुहुन्छ तपाईँले गाउँदा गाउँदा सिकेँ अलिअलि आउनु ला हो नि त ल जाम 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 ढिलो भयो चाँडै यो सिकेँ नि भाइ दोहोरी गाउनु त हो ल ल ल ल जानु पर्यो इन्द्रेणतिर ल जानु पर्यो जमानामा त दोहोरी गाउनु भयो होला नि त अन्त खतरा खतरा त्यस्तै मिलाउनु त अगर टुड्का गाउने त गाइने रहेछ न गाइन्छ कसरी सिक्नु भयो के म यही भन्न खोजेको म त सेङ्जालीको पानी नै गीत पानी भन्दा नि अलिअलि त अभ्यास चाहिन्छ होइन पहिला नि गीतमा इन्ट्रेस्ट त थियो अनि अब यो छेत्री बाहुनको समाजमा गुरुङ मगरको समाज भएर रोदी बस्ने हाम्रोतिर सबै छेत्री बाहुन छ अनि लो फलानाको छोरीले फलानासित गायो भन्ने खालको जमाना थियो आरा बसेर भजन गाउन नि हुन्थेन अनि गाउन मन र सुन्न मन त एकदमै हुन्थ्यो अब पहिला जस्तो भए त अब त्यो कमला घिमिरे आइसा गौतम जस्तै भइन्थ्यो होला हो जमाना त्यति बेला दिन उमेर गइसक्यो अब अहिले चम्केर के भन्ने गीत आउन हैन ठीक छ अहिले पनि हैन अहिले त यसै सबैजनालाई यसो रमाइलो इन्टरटेनमेन्ट दिने दिदीले यहाँ चाहिँ अब मिठो बनाउनु छ भने सबैले प्रचार प्रसार गरिराखन् हैन ठ्याक्कै यो बाटो हिँड्दा रोकिन्छ इन्टरटेनमेन्टले गर्दा पनि हैन सबैलाई मिठो हुन्छ भन्नु पनि छैन भालु पहाड भनेपछि ट्याक्क तपाईको याद आउँछ चटपटी पसल भनेपछि ट्याक्क रोकिन्छन् मान्छे रोक्न पर्यो हामी पनि त्यही भएरै रोकिएको अनि चाहिँ ल अब हामी लाग्यौँ है दिदी ल बाई 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 ल ल भालु पहाड हस्